CX मोटरसाइकल पसन्दैको बाइक लिन आएको थियो हामी चाहिँ अब मुस्ताङ जानेको लागि केटा हो अब हामी भोलि मुस्ताङ हुन्छौँ लाने चाहिँ हामीले CX है ल हामी केटाहरू भाइ छ साथी छ भोलि ढक्क लाएर चढेर पारेर मुस्ताङको यात्रा ल केटाहरू याद छ है गेटिङ रेडी है मेरो बाइक के हुन्छ हामीसँग अर्को हुन्छ बुलेट बाइक साथीले चाहिँ गाडी चलाउँछ हामी चाहिँ प्यासेन्जर उता चाहिँ राइडर साथीले चाहिँ राइड हान्ने भयो रहेछ एक्सचेन्ज ठक लाएर चढ पारेर हामी अहिले मङ्की टेम्पलमा छौँ त्यहाँबाट हामी जान्छौँ अब डुम्रीबाट जान्छौँ पोखरामा 1 नाइट बस्छौँ त्यसपछि हामी मुस्ताङ बाटो लाग्छौँ केटाहरू भेटौँला है त ओके ल केटाहरू होइन एउटा कुरा चेन्ज भएको छ कि बिच बाटोमा मैले दुइटा बाइक भनेको थिएँ एउटा बाइक चाहिँ चलाउन सकेन नानीले होइन सो एउटा बाइक चाहिँ इरहेको छ हामीले अब हामी एउटा बाइकमा मात्रै जान्छौँ त्यो हो अब प्लान अनुसार अब भएन अहिले यसो KFC-मा हल्का होइन KFC खान सबै KFC खाने त्यसपछि फेरि हामी लाग्छौँ भने डुम्रेमा सामु प्याक गरेर अन द वे पोखरा लेट्स गो केटा हो ल हामी चाहिँ यहाँ डुम्रेमा आइपुग्यो अब चिया खायो अब चिया खाएर हामी सिधै ब्याक टु पोखरा सिधैपछि कि जान्छ साथी थाकिरहेको थियो नि त केटाहरू मोबाइल चलाइरहेको छ मस्त एकदम म चाहिँ गरिरहेको छु तिमी चाहिँ बाइकमा भिज्यौ होइन लुत्रुकै भइरहेको छु गरिरहेको छु के भएको थियो इन्सिडेन्ट पानीले ट्याक्क भिज्यो आनन्द भइरहेको भिजेर रुगा मर्की लाए पनि टेन्सन छैन घुम्न आइया छ होइन त्यसमै छ रमाइलो होइन ल यहाँबाट सिधै पोखरामा हुन्छ अब अर्को भिडियो चाहिँ है त ल स्टे ट्युन ल केटा हामी चाहिँ पोखरा आइपुग्यो ठ्याक्कै हामी यहाँले होटेल हटमा छौँ चेकिङ भइसक्यो केटाहरू भित्र गइसक्यो अब त्यहाँ रुम के कस्तो छ भन्ने कुरा म देखाउँछु होइन 3rd फ्लोरमा छौँ हामी आजको रात यतै हुन्छौँ हामी ल वाइट थिममा रहेछ केटा ओ रुम पनि वाइट थिममै रहेछ त केटा ल खतरा छ है ल केटा त सुतिसकेछ त वेलकम टु हल्क के त जुत्ता मिलाउँदैछ त हो जुत्ता लगाएर हिँड्ने अब यासी त्यत्रो बाटोमा चाहिँ जुत्ता लगाएन अब रुममा आएपछि जुत्ता लगाउँदैछ त यो त ओहो विजय के हो तिमी ल आउनु पाएको छैन हेर ल एक क्यान खाएर हेर केटा त हेर प्लेयर भयो त ल विजयलाई सबले बधाई दिउँ है के कुरा हुँदा सबले बधाई दिउँ यो दिन सुत्दा विजय ट्याक्क सेन्चुरी हाने पोखरा आएको 100 चोटि पोखरा आयो म हो र त 100 चोटि पोखरा तिमी हो 100 चोटि भएर बोल्दैन त वासरुम चाहिँ कस्तो रहेछ ल वासरुम पनि दामी रहेछ पुरा वाइट थिममा रहेछ त केटा अब प्यारेको त यो फर्स्ट टाइम होइन यो त आइरहन्छ यसको त मामा हो जस्तै हो आमामा कति हिरो देखेको तँलाई हेर्दा त्यो आइना एकचोटि आमामा सक्यो नि त अब ल पोखरा सिधाइदियो हाम्रो केटाहरूले ल अब हामी खाना खान्छौँ के गर्छौँ एकछिनपछि थाहा हुन्छ होइन डिसिजन ल्याएको छैन हामीले एकछिन रेस्ट गर्छु चटो लगाएर टाउको पारेर अहिले म ढल्किन्छु है केटा होइन यो एकचोटि विजयले भने रेकर्ड गर्नुपर्छ बिजीले ल बिजी भन त चटो लगाएर टाउको पारेर होइन भन न यार ए विजय त झन् यार खाइदियो झन् उसलाई लोसे भयो यार ल चाँडो चटो लगाएर टाउको पारेर भन्ने होइन भनौ यस्तो ह्यान्सी देखिरहेको छ छिरो अब टक्क लाएर सुत्नुपर्छ यस्तो हेर न इनर्जी नै छैन यार केटाहरूमा के हो रिकीमा चाहिँ छ है फेरि वाइल्ड इनर्जी ल अहिले के कस्तो हुन्छ एकछिन पछि देखाउँछु ल वाइटमा ब्ल्याक ल बिजिबीमा यसो खानेकुरा खाउँ न है बिजिबीमा छलफल
लकडा हो होइन खानासाना खायो आइयो त्यहाँ पुलसुल हान्यो बिजिपीमा गएको थियो केटाहरूले साथीले चाहिँ 1000 रुपियाँ जित्यो है पुलमा बधाई छ तिमीलाई एकदम 1000को हाम्रो यो बियर कुलवर्क लियो होइन अब एकछिन बस्छौ हल्का इन्जोय यसो साथीभाइ बिच होइन आफ्टर लङ टाइम पछि ग्यादरिङ भएको छ हाम्रो मेन त विकी दोस्त हाम्रो साथी राउन्ड भयो भने धेरै टाढादेखि आउनु भएको छ साथीलाई स्वागत छ है मेरो भ्लगमा है साथीले जे होस् मेरो बोली काट्दैन होइन साथी जाउँ भनेर हामीले बनाएको प्लानभित्र उसलाई पनि समेटेको थियो साथी जे होस् आइदियो होइन घरमा मम्मीले हल्का जान नदिए पनि धेरै खुसी लागिरहेछ साथी अब त्यही हो केटा हो अहिले हामी यहाँ होटेल हलमा छौँ भोलि बिहानै उठेर हामी मर्निङ वक जानेछौँ 6 बजे विजय जान्छ कि जाँदैन थाहा भएन तर विकी प्यारे म चाहिँ जानेछौँ सो अब उठ्यो भने चाहिँ जान्छ उठेन भने चाहिँ त्यस्तै हो केटा हो हामीलाई चाहिँ यति नै भन्दै होइन अब एकछिन हामी केटाहरूसँग क्वालिटी टाइम स्पेन्ड गर्छौँ सरी त्यसपछि हामी भोलि मुस्ताङमा गएर भेट्छौँ है त केटाहरूलाई सी है सी सुन के हो बिजी जस्तो हाँसै छ त गुड मर्निङ केटा होस् सबैलाई गुड मर्निङ लगभग हामी 8 बजे उठ्यो 8:30 बजे 9:30मा रेडी भइसक्यो हामी केटाहरू अब सानो प्याक गरेर होटेल हलबाट हामी चेक आउट भएर चार्जिङ स्टेसनमा गएर चार्ज गर्छौँ कफी खान्छौँ हल्का इनर्जी बटुल्छौँ होइन त्यसपछि हामी यहाँ सिधै मुस्ताङमा लाग्छौँ 2-3 ठाउँमा बाटो बिग्रिएको छ अरे अब के कस्तो छ त्यो त भिडियोमा देखिहाल्छ होइन केटाहरू त्यही हो रमाइलो भयो हिजो राति 3 बजीसम्म हामी जागरण थियौँ केटाहरूले 3000 जति 4500 जति चरायो एउटा ठाउँमा फोकटमा ल त्यही हो त्यसो रमाइलो भएको ल चेकआउट हानिसक्यो रुमबाट सिधै भएपछि इब्राहिम भएको कारणले विकी दोषी बाइकमा राइड सोला हुन्छ सिधै भएपछि गाडीमा हुन्छ म प्यारे भइरहेको छ विजय दोस्त नानी सिधै भयो हामी ल साथी बिच बाटोमा भेटौँला है म जाँदै गर्छु अब यो काम छैन अहिले अघि मेरो भिडियो सबै बिगाऱ्यो होइन कहाँ अड्काउने त भन्दा ल्यान्ड ठाउँ पनि छैन हौ त्यसका बाजेको कोसीतिर हाल्छु के भयो थाक्यौ ट्याक्क फ्युल र चेनमा हाल्नु मोबिल खाइदिने बिचो पारामा आइदिने क्या उनीहरू यो चाहिँ हाम्रो महादेवले त्रिशूल हानेको कुन चाहिँ उयो चाहिँ हो है यस बाटो अहिलेसम्म त्यति जोगाउनु पर्थ्यो छैन भनेर सबै बाटोहरू राम्रो छ अहिले त यस्तो छ यार बन्यो भन्दा त बाटो त्यो कि साथी अनि कहाँ आइपुग्यो त एक्ज्याक्टली चाहिँ हामी अहिले ठ्याक्कै पखल मैले पनि हेर्नै पो पर्छ हो अच्छी दाना भन्ने ठाउँ आइपुग्यो दामी छ चिसो छ जाडो भइरहेछ गाडी चार्ज गर्नलाई हामी एकछिन रोकेका छौँ होइन साथीले अब एक राइड हान्छ
ल यस्तो दृश्य चाहिँ फेरि मुस्ताङमा मात्रै देख्न पाइन्छ है केटाहरू। ल केटाहरू अझै हामी यहाँ रूपसे झरनामा आइपुग्यो है। अब जुमसुम पुग्न धेरै टाइम लाग्दैन, जोस् एकदमै रमाइलो भइरहेछ। यस्तो छ यहाँको इन्भाइरोमेन्ट हो नि त है। नेपाल खत्रै हो नि फेरि होइन केटा। ल नेपाल त खत्रै हो नि फेरि, सक्दैन नि फेरि। ल लाग्यो है यहाँबाट फेरि हामी। ल केटाहरू हामी लेते आइपुग्नु लाग्यो है। अन्त वे बाटो जे होस् राम्रै छ केटा हो होइन, त्यस्तो नराम्रो केही छैन, खतरा छ बाटो, स्मुथ। अहिले बिच गराएको छ। ल भाइ यस मेरो भाइ। ल हामी चाहिँ अब यहाँ लेते आइपुग्यो। त्यहाँ चेकिङ भएको थियो तल, ट्राफिक चेकिङ। अब चाहिँ हामी यहाँबाट चेकआउट गरेर निस्किन्छ होइन। त्यस्तो छ है केटाहरू यहाँको इन्भाइरोमेन्ट। यहाँको हावापानी त एकदमै स्मुथ छ नि फेरि। ल घुम्न आउने भए एकदमै आयो हुन्छ होइन, त्यस्तो गाह्रो साह्रो केही पर्दैन। रोडहरू पनि एकदम राम्रो छ, आउँदा हुन्छ क्या। यो चाहिँ नि कबड्डीको सुटिङ भएको होटल हो केटा हो। र बिहान कुकुरले गुउ खाएको छैन, रचियाएर बसिरहेको छ भन्ने डाइलग होइन, त्यही हो। त्यहाँनिरको त्यही हो। हल्का सेकी छ बाटो, तर पनि भिडियो हल्लियो भनेर बिचमै रिसाएर चाहिँ भिडियो बन्द नगर्नु होला। लास्टमा सबलाई बम्पर उपहार छ यार। अन्तिमसम्म हेरेर होइन के भएको छ स्टोरी भन्नेलाई बम्पर प्राइज सब्सक्राइब पनि हानिदिनु होला। हजुर। तपाईँले पनि अगाडि नै होइन केही थाहा पाउनु भयो भने त्यसलाई चाहिँ 10,000 पुरस्कार छ। धेरै त भन्नु गफै हो भन्छ होइन, 10,000 पुरस्कार छ है। केही थाहा केही पनि एउटा केही थाहा पाउनु पऱ्यो भनेर के भएको छ होइन, त्यो भन्नु पऱ्यो होइन। 10,000 उपहार छ, तर त्यो ढिलो गर्दै गऱ्यो भने घट्दै जान्छ हजारले। धेरै पनि ढिलो भयो भने फेरि उल्टा हामीलाई पैसा दिएर त्यो कुरा भन्नुपर्छ। ल केटा अब बाटोमा हामी सियाल देख्यो है। हामी जस्तो लक्की को छ होला त। ओइ ढुवा खोल त, म जान्छु बाहिर। अनि न भ्याउँछ। ओइ केटा औ ल सियाल हन्टिङ कहाँ छ सियाल? त्यहाँ छु। केटा ल हेर देख्यो नि होइन, सियाल है केटा। हामी त मान्छे खत्रै हो नि फेरि। बाघले सियाल देखे आज, यस्तो छ फेरि यहाँको। आमामा के हो यो? कहाँ आइपुग्यो हामी? यो कुन प्लानेटमा? ल जाए पनि है रमाइलो भयो केटा, रमाइलो हुँदैछ। फेरि उता गयो स्याल त, त्यो फेरि क्रस गर्दै गयो नि यतै। यस्तो हुन्छ है केटा बाटो फेरि होइन। पिच मात्र नभनौँ, अफरोड पनि हल्का छ, तर त्यति साह्रो अफरोड पनि छैन। ल हाम्रो इन्ट्री चाहिँ जेरी गल्लीको लागि हुँदैछ है केटा हो। जेरी गल्ली कस्तो रहेछ त। अब भिजिट हान्थ्यौँ नि त होइन हामी पनि, के हो होइन त परेन हान्न। आज जुमसुममा बसिन्छ, भोलि मुस्ताङ अनि अप्पर मुस्ताङतिर लागिन्छ। के कस्तो हुन्छ अब भोलिको मौसम चाहिँ अब भोलि नै थाहा हुन्छ है। ल यहाँ चाहिँ यस्तो थिम रहेछ होइन, यागहरू राखेको रहेछ। यस्तो पनि आउने रहेछ त यहाँ, टुकटुक टुकटुक टुकटुक। टुकटुक पनि रहेछ यहाँ। टुकटुक चढ्ने हो त केटा हो, टुकटुक चढ्ने हो त। अहिले चाहिँ हामी यहाँ जेरी गलीमा छौँ। अब जाडो छ, कफी सफी खाएर हामी यात्रामा लाग्छौँ। अब कफी सफी खान्छौँ। प्यारे भाइ पनि माथि जुमसुम पुगिसकेको छ, कुरिरहेको छ हामीलाई। अब कफी सफी खाएर जुमसुमतिर लाग्छौँ। त्यही हो केटा हो। स्टे ट्युन स्टे ट्युन फर मोर अपडेट्स है। ल
केटा हो जुमसुम बजार छिर्छौँ हामी जोस् दामी छ यार जुमसुम पनि यार खतरा यार काठमाडौँमा यतिको छैन हौ भनेपछि जोस् धेरै विकसित रहेछ होइन ठाउँ दामी लाग्यो मलाई चाहिँ आज बस्ने होटल छिरेको हामी दामी छ नि त केटा हो ल केटा हो टक्ला चटा पारेर हामी चेक इन भइसक्यो नानी के छ हालखबर ठिक छ नि ल यहाँको एम्बियन्स यस्तो छ होइन दामी लाग्यो मलाई ल लेट्स गो मेरो भाइ जाउँ रुम देखाइदेऊ त हामीलाई रुम देखाउने कष्ट गरेर त त्यो मेरै हो त्यो ग्राउन्ड फ्लोर होइन ग्राउन्ड फ्लोरमा रे के कस्तो छ त रुम हामी चेक इन हान्छौँ है त हाम्रो के A1 भन्ने हो A3 ल हाम्रो रुम चाहिँ यता रहेछ है कता हो गल्लीमा हो उहीमा A3 आएर रहेछ ल अनि क्लोज रहेछ हानिदिउँ नि त कस्तो रहेछ हाम्रो रुम चेक ल हामी 4 जनाको लागि चाहिँ ल ठिक छ मजाले हटाइन्छ ल हजुर लिइदेऊ न ल है दामी छ है केटाहरू होटलको नाम चाहिँ एक्ज्याक्टली के हो मैले सोधिनँ जे भए पनि रुम दामी छ ल अब आयो रेस्ट गर्छौँ हामी अलरेडी थियो त्यो अब एकछिन रेस्ट गर्छौँ त्यसपछि खाना खानु निस्किन्छ त्यो नो रेस्ट गाइस हामी फ्रेस हुने निस्किहाल्ने हो र म चाहिँ एकछिन रेस्ट हालिदिन्छु होइन गुड मर्निङ एभ्रिवान है 6:30 बजीतिर उठ्यो होइन दामी देखिरहेको छ हिमाल ल भने दामी देखाएको छ त्यहाँ चाहिँ कहाँबाट जाने भन्ने कुरा त्यति धेरै बोल्ने इनर्जी पनि छैन होइन त्यो भ्यू चाहिँ क्याप्चर गरौँ न भनेर दामी देखाएको छ फ्रन्ट भ्यू यो हिमाल छ है केटा दामी देखिरहेको छ नि त जोस् हिजो राति आउँदा केही देखेन तर अहिले जोस् देख्न पायो होइन खतरा देखिरहेको छ अझ क्ल्यारिटी भएको भए झन् दामी देख्थ्यो होला होइन चम्केर त्यस खतरै देखिरहेको छ है यता अगाडि पनि रहेछ पछाडि चाहिँ पुरै सुक्खा रहेछ फेरि म देखाउँछु ल त्यो पनि जस दामी देखिरहेको छ यार बब्बाल देखिरहेको छ बब्बाल कस्तो देखिरहेको छ त भन्ने कुरा है त अब एयरपोर्ट रहेछ यो चाहिँ है एयरपोर्ट ल जमसमको एयरपोर्ट है त्यता त्यस्तो देखिरहेको रहेछ होइन भने यता अगाडि ब्याकवार्डमा यस्तो देखाएको रहेछ त्यहाँनिर लेखेको छ वेलकम के हो यार क्लिम्बिङ के लेखेको रहेछ है मैले त राम्रोसँग पढ्न सकिनँ वेलकम फर हो के हो क्लाइम्बिङ रहेछ क्लाइम्बिङ दामी देखाएको छ दामी होइन जस दामी देखाएको छ दामी नि ल खतरा
ल केटा हो अब चाहिँ हामी होइन मुक्तिनाथ दर्शनमा जाँदैछौँ अब केटाहरू यता छ अगाडि प्यारे भाइ बिजी दोस्त ल है केटाहरू हामी गर्न तपाईँ कस्तो लाग्यो रिकी चाहिँ बाइकमा आइरहेछ छ कि छैन पछाडि देखिन्छ कि देखिँदैन थाहा भएन ल लाग्यो अब हामी चट्टा लगाएर टक्क पारेर अब त्यहाँ गएर ल्याट ब्लुट पारेर दर्शन गरेर नुहाएर होइन अब फेरि हामी पापहरू पखाल्छौँ अनि फेरि हामी कहाँ जाने रे भाइ डुम्बा लेक पनि जान्छौँ हामी धेरै ओहोरदोहोर गर्दैनौँ दिमाग लाउने हो चट्टा लगाएर टक्क पारेर डुम्बा लेक जाने हो यहाँ यस्तो देख्छ यो ओहो यो क्या हो जुमसुम बजार हेर्नुहोस् भोटे कुकुर हेर्नुहोस् खोइ भोटे कुकुर खोइ ए म त बिजलाई देखाउनु लगाएको त ल यात्रामा है फेरि तपाईँतर्फ हामी अन द वे 10 मिनट जति लाग्छ त्यसपछि हिँडेर आधा घन्टा बनायो नि भाइ हिँडेर फेरि आधा घन्टा केटा ल लामो यात्रा छ हाम्रो ल चिया बाइक हामीले केही पनि खाएको छैन हिजो मासु पनि खाएन भेज खाना खायो हो अनि चिया मात्र खाएको छौँ हामीले छुटो केही गरेको छैनौँ अब जस हामी हाम्रो पाप पखाल्न जाँदैछौँ के पाप गराइछौँ आज पखालिन्छ है त ल ल बाँकी भिडियो फेरि गरौँ अब क्या हो खै ल पछाडिदेखि दोष छ क्या हो मुस्ताङमा ल जोस् आज खतरा क्लिप खिच्नुपर्छ हिजो अस्ति त्यस्तै भयो होइन ठाउँ पनि त्यस्तै थियो लोकेसन अब खतरा आउँछ माथि मुस्ताङ गएपछि अनि चढ लगाएर टक्क पारेर केटा फ्ल्याट फ्लुट पारेर होइन दाम खिच्नुपर्छ त्यही हो मेरो मोबाइल उडाइदिनु नि टेन्सन फेरि ल पछाडि आउँदैछ क्या उड्दिरह भने मुस्ताङमा केटाहरू ग्याङ मुस्ताङमा डिस्काउन्ट गर्दै मस्ताङमा मैया रुपियाँ ओछ्यानमा हो माइक चेक 1 2 1 2 वेलकम गाइज इन्द्रको भ्लगमा अनि आज चाहिँ हामी जोमसमबाट मुक्तिनाथ जान लागेको अनि बिचमा अलिक दामी भ्यू देखेर एकछिन रोकेर केटाहरू अघि नाच्दै थियो एनर्जी मुस्ताङ एनर्जी निस्किँदैछ सबैको दामी रमाइलो भइरहेछ राइड पनि रमाइलो भइरहेछ गाडी नि मजाले कुदिरहेछ मजा आइरहेछ केटाहरू नाचिरहेछ इन्जोय गरिरहेछ अनि भ्यू गाइज मुस्ताङ इज अल अबाउट भ्युजमा त्यहाँ हेर क्या उता देखाइदेऊ त एकचोटि ल हल्का यो वायरहरूले चाहिँ हल्का गिदी गरिरहेछ अहिले चाहिँ हामी अब कागबेनीभन्दा अलिकति वरो हो अब 2 टर्निङ त्यसपछि हामी कागबेनी पुग्छ त्यसपछि मुक्तिनाथ अनि फर्किँदा चाहिँ दुम्बा लेक छिर्छ होला अनि त्यसपछि चाहिँ फेरि गाडी एक प्लट फुल चार्ज गरेर अनि लमानथाङ हामी जान्छौँ भ्यू हेर कस्तो दामी देखिरहेछ ल अब क्यामेराले जस्टिस चाहिँ गर्दैन केटा हो तर जति देखिरहेछ इन्जोय गर दामी ल त्यति नै हो यति नै हो भन्दै ऊ बिजे उहाँ ट्याटु स्याटु देखाउनु थालिसक्यो चिसो नहुने यार चिसै हुँदैन ट्याटु देखाउनु पऱ्यो भने अब हामी यहाँबाट लाग्छौँ हामीसँग त्यही धेरै टाइम छैन ल माथि गएर बनाउने ओके ल कागबेनी बजार आइपुग्नु लागेको हो कागबेनी बजार कागबेनी बजार आइपुग्यो केटा हो मुक्तिनाथ टेम्पल जाँदैछ हामी कागबेनी बजार दाइ ओइ
अय्या ठोकेलाई दाइ समात्नु नि एउटा हातले ठोक्यो नि केटा पछाडि जस हामीले जहाँ नबिन चार राना चाहिँ बिर्सिनु हो नि दाइ त्यत्रो खर्च छ हामी ओ त हाँस्यो ल केटा बाइक राइड हान्दैछ हामी बाइक राइड CX 300X है त प्यारे भाइले हामीलाई हो कल हाल्नु लाग्यो क्या त रमाइलो भइरहेको छ धेरै कुरा कति भन्नु रमाइलो भइरहेको छ अरू केही शब्द निस्किँदैन रनिङ सर्ट यो चाहिँ सक्यो अब पुग्यो इनर्जी छैन अब जाउँ ल केटाहरू फाइनली हामी यहाँ लोवर मुस्ताङमा आइपुग्यो दामी देखिरहेको छ पछाडि ब्याकग्राउन्डमा हिमाल होइन अनि वरिपरि यहाँ हाम्रो है फेरि पहाड फेरि खतरा देखिरहेछ जे होस् रमाइलो भइरहेछ अहिलेसम्म त अब मुस्ताङ जाने बेला अप्पर मुस्ताङ जाने बेला चाहिँ के हुन्छ भन्ने कुरा हो अहिले त लेक चाहिँ केही लागेको छैन केटाहरू पनि मजाले राइड हानिरहेछ जेस रमाइलो भइरहेछ हो भ्यू दामी आएको छ नि दोस्त ल चढिदिउँ क्या हो झारकोट भन्दो रहेछ अरे झारकोट ल झारकोटमा आइपुग्यो केटाहरू ल यहाँ एउटा गाउँ पनि भेट्यो दामी रहेछ गाउँ यहाँ रहेछ ल हिमाल त नजिकै छ अरे हिउँनै यहीँ रहेछ अनि हिमालै यहीँ रहेछ अनि चढ्न जानु पऱ्यो नि हुन्छ नि जाउँ चढ्दिउँ गएर चढेर आउँछ तिमी चढेर आउनु त साँच्ची भने जिस्कै होइन यो गाउँमा त हिँडेर खिच्ने क्या त यो भिडियो बसवटा भन्ने ठाउँमा रोकिन्छ हामीले ट्याक्क त्यहाँ चाहिँ हिँड्नुपर्छ 20 मिनट जति अनि 20 मिनट चाहिँ तपाईँ कस्तो छ भने सिँढी क्या पुरै ढुङ्गाको सिँढी हामी यहीँबाट हिँड्दै जाने अब बसबाट पुगेपछि त्यहाँ ट्याक्क गाडी राख्ने पार्किङमा ट्याक्क त्यहाँ मन्दिरको त्यो पूजाको सामान पनि किन्नु पऱ्यो नि भाइ होइन ट्याक्क अनि त्यो गाउँ हुँदै ट्याक्क छिर्ने त्यहाँ सिँढी पहिला गाउँ आउँछ गाउँ आएपछि ट्याक्क सिँढी आउँछ सिँढीबाट ट्याक्क जाने यसलाई चाहिँ झारकोट गाउँ भन्छ क्या गाउँ हामीलाई जे उस त्यहाँ पुग्न अब आधा घन्टा लाग्छ नि त हिँडेर आधा घन्टा लाग्छ हिँडेर जानु मुक्तिनाथ होइन मुक्तिनाथ मन्दिर चाहिँ हिँडेर जानु पऱ्यो नि हिँडेर जाने हो बस सडकमा चाहिँ ट्याक्क राख्ने गाडी ट्याक्क नेचुरल भाइब्समा ट्याक्क भाइब्समा हिँड्दै हामी दाजुभाइहरू जाने लगभग आइपुग्नु लाग्छ झारकोट गाउँ है यो चाहिँ ल यस्तो दामी सिन छ है सुकेर हिँड्ने जे होस् हिँड्दा चाहिँ जे होस् हामी हिँड्दा चाहिँ अब थकित हुन्छौँ 100% खाली पेटमा छौँ होइन आधी घन्टा जति हिँड्नुपर्छ
भ्यू पनि ट्याक्कै देख्न पाइन्छ हाम्रो माथि ट्याक्क हाइटमा हो नि त मुस्ताङ के अरे मुक्तिनाथ ल यो हिँडेर जान नसक्नेहरूको लागि घोडाको नि छ या व्यवस्था होइन घोडामा पनि चढेर जान पाइयो सिजन कुहारतिर गएर बस्दा नि के फरक पर्दैन तर आएको बेला चाहिँ पुरा तर ल हामी चाहिँ अब मुक्तिनाथको भर्ने चढ्दैछौँ भन भाइ मेरो दाइलाई लक्कु धेरै धेरै शुभकामना मुक्तिनाथले धेरै धेरै रक्षा गरून् चाँड चाँडो मेरो दाइको फलोस् फुलोस् अनि सब्सक्राइब चाहिँ सबैले गरिदिनु पऱ्यो होइन दाइ ल धेरै धेरै धन्यवाद त्यसको लागि अब लगभग त्यस्तै 5-10 मिनटमा आइपुग्छु सिडी चढ्दै आएको खतरा थकान लागिरहेको यी नजिक जस्तै लागिरहेको थियो नि जस चढ्न सक्यो लगभग हामी अहिले पुगिसक्यो कि हामी डुबुल्की लाउँछौँ हामी यहाँनिर डुबुल्की लाउँछौँ यो मन्दिर हामी एक साथ धार नुहाउँदैछौँ अब ट्याक्क पापाले अलिक पखाल्नु पर्छ धेरै त पार गऱ्यो नि अलिअलि बराबर सँगसँगै हिँड न यार कुदा 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 कहाँ अगाडि अगाडि गएको सँगसँगै हिँड न हर हर महादेव तपाईँले बनाएको करेन्ट हाने यार दाँतमा भाइ एकचोटि त्यहाँ गर्ने कि तीचोटि गर्ने छिटो नि यार कति तातो मजा आयो ठिक छ नि एकदमै ठिक छ दोस्त किन हान्ने हो कि होइन के भन्छ विजय ताप पखाल्छु हो सरी अच्छा अच्छा मजा आयो मजा आयो
आउनु हौ त्यहाँले भाइले उयो गर्ने नि म त अब घुम्दिनँ ओए विजय हेर रिकी तिमी रेडी हौ म भइदिन्छु ल सिधै मेरो त केटा हो है एकदमै कन्ट्रोल लाग्ने खालको रहेछ ल ल मुक्तिनाथ भगवान्लाई नि दर्शन गरेर आइयो अब यहाँ बस्ने एकछिन चिया चिया खाने त्यसपछि तल गएर सुट हान्यो बाइकको अनि खाना पनि तलतिर खाने भ्युजी खतरै छ है फेरि लोवर मुस्ताङ हो यो चाहिँ हामी चाहिँ अहिले यहाँ जोमसोम बजारबाट नजिकै डुम्बा लेकमा छ है यस्तो छ यहाँको भ्यू होइन तपाईँलाई तल पारेर दामी देखिरहेको छ ओहो ल यहाँ त के हो पिङ खेल्ने ठाउँ पनि रहेछ यो एङ्गलबाट चाहिँ दामी देखिरहेको छ र दुईजना त्यहाँ पुगिसक्यो हामीलाई कुरिरहेछ भित्र जान्दै जाने हो तर एकछिन बाहिरबाट हाल्दैन होइन बाहिरबाट हानिदिने हौ ओइ धन्य डुम्बा लेकमा त आयो साथी तर है कस्तो लाग्यो तिमीलाई यो डुम्बा लेक सुने जति देखा जति सोचे जति त्यस्तो राम्रो चाहिँ लागेन तर ठिकै हो तर वाइल्ड चिसो छ है यहाँ चिसो चाहिँ खतै छ है हात त झन् लाग्छ क्या मेरो जति हाइप थियो त्यस्तो चाहिँ छैन ठिक छ ल त्यही हो कुरा डुम्बा लेक पनि आयो भिडियो सिडियो पनि बनाइयो होइन अब चाहिँ मलाई केही बोल्नु छैन होइन अब चाहिँ हामी भिडियोको अन्त्यतिर नै आइसक्यो कि इनर्जी पनि छैन भएर खाना खायो तर अलि लेट भयो खाना पनि अब फर्किने हो पोखराबाट काठमाडौँ लाग्ने त्यही हो अब अरू के भन्ने हो र 10 सिट होइन केटा हो बाई बाई हानिदिउँ दोस्त हामी त पिस आउट साइन आउट हानिदिउँ यस्तै हो घुमियो रमाइयो अब पर्सितिर काठमाडौँ फर्किन्छ होला त्यसपछि हाम्रो ट्रिप पनि सकिन्छ तर हाम्रो साथ र हजुरहरूको सपोर्ट भन्ने सकिनेवाला छैन हामी अर्को ठाउँ गएर हजुरहरूलाई नयाँ भिडियो लिएर आउनेछौँ त्यही हो थ्याङ्क्स फर वाचिङ प्लान छ नि दाइ फेरि मनाङ जाने प्लान छैन दाइ लेट्स सी ट्याक्क त्यहाँ गएपछि रमाइलो गर्ने दाइ ट्याक्क होइन हामी मात्र घुम्ने नि सबैजना घुमाउने एउटा टिप्स पनि सिकाउनु पर्छ दाइ होइन CX300 के हुन्छ थाहा छैन जे होस् गइला त्यही त आज चाहिँ हामी केटाहरूसँग यहाँ शान्ति स्तूप आएको छौँ हामी एक राउन्ड हान्छौँ साथीको रक्षा गर भगवान् सबैलाई सुख शान्ति व्यक्त गर भगवान् सबैलाई अच्छा गर म पास गर्छु कि म पास दिन्छु कि
पास भन्दा नि सोधौँ न यहाँ पहिला देऊ ल देखाऊ सबैलाई फेरि हानिदिउँ क्या भएन है बम लिइराख्यो मिल्छ र मिल्दैन होला पढाएर चाहिँ किस गर्ने केटाहरू हेलो एक्सक्युज मी भन्नु न को बिचमा मेरोमा त्यही भएर आजको होली तर गर्नु छैन ठिकै भइरहेको छ सुनसान छ आज है गाडी चार्जमा खाएको छ 15-20 मिनट बसेर निस्किनु जी दोस्त ओ हेलो कतिको लागेको छ होली खाऊ खाऊ होली कतिको लागेको छ भने अनि फेरि उहाँ नि बाइक चलाउनु पर्छ नि होली कतिको लागेको छ लागिरहेको नि अनि बोल्नु पऱ्यो नि त के पैसा लाग्छ बोल्नु ल ह्याप्पी होली साउन्ड थाल्यो होइन आउने यार माथि यार ओ ह्याप्पी होली दाइ ह्याप्पी होली मेरो भाइ ह्याप्पी होली ह्याप्पी होली ओ बाबु ह्याप्पी होली ह्याप्पी होली कुन हान दाइ यो कलर जस्तै रङ्गिन होस् है मेरो दाइको भ्लग पनि मेरो भाइको लाइफ पनि होलीको कलर जस्तै रङ्गिन होस् है धन्यवाद मेरो भाइ चियर्स कुरा होला ह्याप्पी होली भने खै त ह्याप्पी होली ह्याप्पी होली भनेर सिकाउनु पर्ने तपाईँलाई होलीको दिन पनि यार